हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो भिडियोमा। धेरै धेरै धन्यवाद मेरो भिडियो मन पराइदिनु भएकोमा। र आज चाहिँ हामी शक्तिखोर झर्ना जाँदैछौँ र के कस्तो लाग्यो भिडियो हेरेर कमेन्ट गरिदिनु होला। हामी चाहिँ गर्मी बढे सँगसँगै झर्ना नुहाउन गएको। हामी चाहिँ 6 जना टक्क लगाएर गएको थियौँ र हामी चाहिँ शक्तिखोर झर्ना गएको हौँ। र लोकेसन र डिरेक्सन भन्नुहुन्छ भने चाहिँ मभन्दा धेरै त सबैजना गइसकेको र भन्नु नै पर्दा चाहिँ यो शक्तिखोर बजारबाट थोरै भए सिधी जाने बाटोमा पर्छ। र अहिले चाहिँ बाइक स्कुटर वहीँसम्म पुग्छ, तर म जाँदाखेरि चाहिँ पुग्ने थिएन, किनभने म अन्तिमचोटि गएको भनेको 7 वर्ष पहिले 10 कक्षा पढ्दाखेरि हो। त्यसपछि म अहिलेसम्म गएको थिएन। त्यतिखेर हामी जाँदाखेरि चाहिँ एकदम हिँडेर गएको थियो, तल घरबाटै हिँड्दै गएको। अहिले चाहिँ लगभग वहीँसम्म स्कुटर पुग्छ, बाइक स्कुटर पुग्छ, तर हल्का 10 मिनट जति हिँड्नुपर्छ होला। र अहिलेसम्म चाहिँ धेरै चिज चेन्ज भइसकेको रहेछ, तर नहोस् पनि कसरी अहिले पनि गएको होइन, 7 वर्ष अगाडि गएको होइन। अनि गफ गर्दै पुग्यो हामी शक्तिखोर बजार। शक्तिखोर बजारबाट चाहिँ शक्तिखोरको पुल कटेर हामी लाग्छौँ राइटपट्टि। र हामीलाई चाहिँ बाइक स्कुटर जान्छ भनेर आफू चाहिँ किन हिँड्दै गएको भनेर भन्नुहुन्छ भने हामी चाहिँ बच्चा लिएर गएको भएर र बाटो पनि अफ रोडै छ। मेन कुरा त म होचुछु, जुन पाइ त्यही ठाउँमा खुट्टाले भेट्दैन, सो नट टेकिङ एनी रिस्क। र हामी खानेकुरा बोकेर गफ लाउँदै पुग्यौँ झर्नाको छेउ। पुग्नुभन्दा अगाडि चाहिँ हामी पुग्छौँ चमेरा गुफामा एकछिन बसेर हामी गयौँ। यो चाहिँ आँपको बोट हो। यो आँपको बोटमा चाहिँ बाँधा मात्रै चढ्छ होइन। कति हो यसो खानेकुरा अलिअलि बोकेर। सो एज यु सी कति राम्रो छ हेर्नु, ग्रिन, सो यु क्यान इन्जोय द नेचर। यो चाहिँ टक्क लगाएर चमेरा गुफा। गुफा त हो, तर चमेरा गुफा हो, तर चमेरा चाहिँ छैन थाहा छैन। र यो चाहिँ भत्केको है, योभन्दा माथि पनि अझै राम्रो थियो भत्केको, रिपेयर गराएर हेर्नु छ। यो पनि खत्रै होला। यहाँ चाहिँ बाटोमा पनि एकदम झर्ना छ, चिसो शीतल। मेरो दिदी अब हामी लगभग पुगिसकौँ। 3 चोटि भने अहिलेसम्म चाहिँ भिडियो भएर रहेन छ, त्यही भएर यो चाहिँ फुल एन्ड फाइनल। अब हामी झर्ना पुग्न लाग्यौँ। हामी होइन यता आउँदै थियो, हिँड्दा यस्तो मोबाइल ठाउँ हिँड्दा तल घर पनि छ क्या, अचम्म तल पानी थियो हिँड्न। र आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ। डु सब्सक्राइब माई च्यानल एन्ड डु भिजिट दिस प्लेस।